जेनजी विद्रोह कुनै अचानक भएको हिंसा होइन, यो वर्षौंको व्यवस्था, अन्याय र दमनको विस्फोट हो। बीबीसीको रिपोर्टले प्रष्ट भन्छ, जेनजी आन्दोलनको जड राज्यको असफलता हो, जनताको आवाज नसुन्ने सत्ता, शान्त आन्दोलनलाई गोलीले दबाउने प्रवृत्ति र जिम्मेवारी लिने सट्टा दोष अरूलाई थुपार्ने राजनीति। हजारौं मानिस सडकमा किन उत्रिए, किन 75 जना भन्दा बढीको ज्यान गयो, किन देशभर आगो बल्यो, यसको एउटै मात्र उत्तर हो, सत्ताको अहंकार। बीबीसीले देखाएको दृश्यले भन्छ, प्रदर्शनकारीहरू खाली हिंसक थिएनन्, उनीहरू आक्रोशित थिए, किनकि उनीहरूलाई सुन्ने कोही थिएनन्। तर त्यहाँ के गरियो? पहिला समस्या नदेख्ने, पछि बन्दुक देखाउने। आज पनि सत्ता भन्छ हामी दोषी छैनौं, तर अन्तर्राष्ट्रिय सञ्चार माध्यम भन्छन् राज्यले नै परिस्थिति बिगार्यो। सत्ता जब प्रश्नबाट भाग्छ, त्यही दिन विद्रोह जन्मिन्छ। जेनजी विद्रोह एउटा चेतावनी हो। आज नसुने भोलि ठुलो विस्फोट हुनेछ। सत्य लुकाएर शासन चल्दैन, गोलीले प्रश्न मार्न सकिँदैन। जनताको आवाज दबाएरै नेपाली नेताहरूले राजनीतिमा टिक्न खोजेका छन्, इतिहास लेख्न खोजेका छन्।